संसारको जुनसुकै कुनामा छरिएर रहनुभएका तपाईँहरू सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्ण आराम कुशलै हुनुहुन्छ होला भन्ने विश्वासका साथ म यो भिडियो बनाउँदैछु। तपाईँहरूको बिहानीको खानाको सुरुवात चाहिँ केबाट हुन्छ त्यो चाहिँ मलाई थाहा भएन, तर मेरो बिहानीको खानाको सुरुवात चाहिँ यो खोर्सानीबाट हुन्छ। यसको फाइदा चाहिँ के छ भने प्रकृतिले उपहार स्वरूप प्रदान गरेका हाम्रा यी राता खोर्सानीले चाहिँ हाम्रो शरीरमा भएका सम्पूर्ण ब्लकेजहरूलाई चाहिँ एकैचोटि तमाम पार्छ। सम्पूर्ण ब्लकेजहरूलाई चाहिँ खुलाउने काम गर्छ। यो हाम्रो शरीरमा जुन जतिसुकै ब्लकेजहरू पनि छन्, सम्पूर्ण ट्राफिक जाममा परेका गाडीहरूलाई जस्तै ट्राफिकले खुलाए जस्तै गरी यो खोर्सानीले चाहिँ सम्पूर्ण यो ब्लकेजहरूलाई चाहिँ खुलाउने गर्छ। यो लाइसेन्स नभएका रोगहरूलाई पनि यसले चिटकार्दै सम्पूर्ण रोगहरूलाई चाहिँ हटाउने काम गर्छ। यसको फाइदा त के छ नि, तपाईँहरू संसारको जुनसुकै कुनामा छरिएर रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई आज म यो खानाको सुरुवात, बिहानीको खानाको सुरुवात यहाँबाट गर्न गइरहेको छु। यसको फाइदा भन्ने कति यसको फाइदा त कुरै छोडौँ। तपाईँहरूको बिहानको खानाको सुरुवात पिज्जा, मोमो, बर्गरबाट हुन्छ होला, तर मेरो यी गाउँले जीवन गाउँमा बस्ने मान्छेको यी खानाको सुरुवात यो खोर्सानीबाट हुन्छ। अब म यसलाई सेवन गर्छु। सेवन गरेपछि शरीरमा भएका सम्पूर्ण ब्लकेजहरूलाई चाहिँ यसले एकैचोटिमा सम्पूर्ण ब्लकेजहरूलाई चाहिँ खुलाउने काम गर्छ। यसलाई यसरी खाने। अलिअलि पीडा होइन, यो चाहिँ संसारको जुनसुकै कुनामा छरिएर रहनुभएका दिदीभाइ तथा दिदीबहिनीहरू पिरो भयो भनेर छोड्नुहुन्न। यो पिरो भएको कारण चाहिँ यो शरीरमा भएका सम्पूर्ण लाइसेन्स नभएका सम्पूर्ण रोग वेदहरूलाई चाहिँ सम्पूर्ण ब्लकेजहरूलाई चाहिँ हटाउनका लागि यो पिरो भएको हो। यो चाहिँ रोगहरू बाहिर निस्किनलाई मलाई कठिन भइरहेको छ। यी सम्पूर्ण ब्लकेजहरू खोल्नलाई कठिन भएको यो चाहिँ यो ब्लकेजहरू हट्नलाई चाहिँ कति गाह्रो भएको भने भन्नुहुन्छ भने संसारको सम्पूर्ण कुनामा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू यो चाहिँ ब्लकेज हट्नलाई यस्तो गाह्रो भएको